नमस्कार साथीहरू, तपाईँहरू जापानमा हुनुहुन्छ अनि अहिलेसम्म क्रेडिट कार्ड लिनुभएको छैन भने चाहिँ तपाईँहरूको लागि यो अफर छ है। तपाईँहरूलाई चाहिँ राक्टेनले तपाईँहरूलाई पोइन्ट सहितको है मैले त लिइसकेँ कार्ड अनि तपाईँहरूलाई पनि पोइन्ट सहितको राक्टेन कार्ड चाहिँ अहिले अफर चलिरहेको छ। तपाईँहरूले चाहिँ राक्टेन कार्ड एप्लाई गर्नुभयो भनेदेखि 11,000 पोइन्ट चाहिँ तपाईँहरूले पाउन सक्नुहुनेछ है त। तपाईँहरूले यसको लागि प्रोसेसको लागि चाहिँ मेरो बायोको लिङ्कमा मैले लिङ्क राखेको छु। त्यहाँबाट गएर तपाईँहरूले जेओहरू तपाईँले आफ्नो एड्रेसहरू अनि तपाईँहरूले आफ्नो नामको डिटेल तपाईँहरूको जाइरो कार्डमा देख तपाईँले त्यही हाल्नुपर्ने हुन्छ। नत्र भने तपाईँको कार्ड आयो भने पनि तपाईँहरूलाई खाकुनिनी गर्दा तपाईँको त्यहाँ घरमा खाकुनिनी गर्दा दिँदैन। के भने घरमा नहुँदाखेरि तपाईँहरू युबिन जानुभयो भने तपाईँहरूको जाइरो कार्ड खाकुनिनी गर्दाखेरि त्यो नामसम्म मिलेन भनेदेखि तपाईँहरूलाई दिँदैन। त्यही भएर तपाईँले एप्लाई गर्दाखेरि चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ है त्यो कुराहरूमा चाहिँ। त्यसैले तपाईँले 11,000 पाउने मौका चाहिँ तपाईँले 2 मिनटमा पाउनुहुन्छ, नगुमाउनु होला है त्यो चाहिँ। 2 मिनटमा 11,000 चाहिँ जापानमा यति सजिलै पाइँदैन। तपाईँहरूले एप्लाई गरेपछि तपाईँहरूले 11,000 पोइन्ट पाउनुभयो, त्यसपछि जुम्बान हुन्छ पोइन्ट आउने चाहिँ तपाईँहरूलाई मजाले आउँछ। तपाईँहरूले आएन भने टेन्सन लिनु पर्दैन है त। एप्लाई गरिहाल्नुहोस् है त। धन्यवाद।